कसो चाहिँ आन्दोलन कसो होइन तपाईँको जमानामा कसो थियो होइन त्यो भन ल ओत्तिमा त्यो हमनले त कहाँ जात बरिया त झन्ना उहाँ झै बिग्रिने घर लान्ना बेटिने नादेखि खानाको हो लानाको हो एक लत्तो बोदला लान्छौँ उहाँलाई उहाँ धो उहाँ अखराबा लानुहुन्छ चौता लान्छ अचेल त लाना लत्ता कति छन् प्रशस्त छन् खानाको पो जे खाइ त्यही चाहिँ अचेलको झम्या मान्नेको पानीलाई गाडा बनेर कति 15-16 15 बन्छौँ रात पढेला गाडा जान्छौँ दिन त गाडा जाइयो अचेल त अब असिगने धारामा पान्दैन हजमानमा भित्रला अचेल त सब सुविधा निकुनाले पहाड मधेस जहाँ तहाँ सुविधा छ आगा जमानामा त दुःख भयो ठिक हो दुःख नादेखि हारा झलक नारी घाँस बारीबाट पारिबुक्दो कच्ची चौतालो अचेल त नयाँ पाताले छन् हालचाल बनाए मान्छेले सबले दोब्रो नजिकबाट रेट पालेले ग्यास नादेखि अचेल त आगो बाल लागि रड नछेल त सबैतिर सिनाकी डिसियान पतला डिसियानमा अडो सिन्छ अचेल उतिमा एका मट्टाउन सिन्छौँ एका मट्टाउन पाहुनाइला उहाँ मट्टुले बनाए बुन्नु नजान्ने तेरो बाबा त पाउनु थियो किन्नु किन्नेलाई पैसा नआने बाह्र बेन्डाको झन् हो कुल्ली बनाउनु उहाँ आइन्छ सयता माने आइन्छ खुसन मट्टी तेल हुने उजलाई बेल लागि अब त्याएर तेल ल्याने सब गरिने भए सयता माने आइन्छ पुरानो बोट तर आगा भ्याबरले एक आपसमा माया प्रेम एकरूपता त थियो नि त त्यो अभाव भ्याबरले आगा जमानामा एक आपसमा साथीत्व माया प्रेम थियो कि एक ठाउँ पुग्दै बस्थे के छ कसो छ भन्ने सुख दुःखमा पुग्दै आजभन्दा अब घर मान्छे नाटिदियो हो नि त अब त सब ठुला हो कि अहिले होइन को मन्तर छन् मान्छे जाड न त्यो हेप्दो खोजिदिनु नि आगा जमानामा अभाव भ्याबरले मान्छेसित एक आपसमा माया प्रेम भयो कि माया प्रेम हुन्छ तसो ऋण पाइन्छ ऋण पैसादेखि लिएर दुःख पर्दा दुःख सुखका भनौँ न सबै मान्छे आफना भए तसो कहाँले समाजमा भनौँ न पुरा गाउँको एका भने मान्ने भए अचेल त कोही भयो समाज अलिक छाडा भयो कि सेवा सुविधा त भयो होइन अहिले अहिलेको जमानामा के ऊ त भयो तर मान्छे विदेश गयो यता त बाहिर अन्त लगाएर राम्रो त भयो तर समाज भाँडियो कि अब समाज त एकाएक नाटिदिए एकाएक जन्ने अब तसरी मान्छे नखाने भेलो नराख्थ्यो ऊको त भेलो नराख्थ्यो उसो नआयो समाजमा राम्रो मान्छे तमजान छ तमजा जाने त बनाएको जाना चाहिँ भाँड भएले भयो क्या समाज भाँड भएले भयो क्या अहिले सेवा सुविधा त छ अब त्यो मान्छेहरूलाई अलिकति राम्रो चेतना शक्तिलाई भ्याबटे हुन्थ्यो होइन हाम्रो समाजतिर तसो नै भयो कि छाडा जाहा भयो होइन त्यसले गर्दा के भयो कि सिकेन आयो कि जो तपाईँ बाहिरतिर झाबेर मको समाज राम्रो कसरी गरी त्यो राम्रो कुरा उनीहरू भयो कि थाहा छाडा जाहा भयो कि अचेल को मन्तर मान्छे झार्यान समाजमा निकार्यान सब आफनमा सब जुडा सबतिर आफन व्यवहारमा हिँड्यान को मन्तर दुख सुख लागि हानि मन्तर उतका हानि त खायो पियो मस्ती उडायो वो के आफन कमाएन के नै भयो कि तुम्हारा गाउँघरतिर तुम्हारा घर जग्गा बाजा हो कि खेती किसिमको गर्दा छाडाले उनले वहाँ गयो आयो एक आपसमा उनायो भयो त्यसले के भयो कि भलो दीर्घकालीन समस्या आउने भयो क्या अब समस्याले लास्टमा बाजो खन्नु हो बाजो तुम्हारा के भयो कि गाउँघरतिर जग्गा सब बाजो हो क्या गर्दा काम गर्दा छाडाले उनले तुम्हारा सब बजारतिर बस्यो गऱ्यो बेडो केन भएन अब भलो के हुने भयो तपाईँलाई अब विदेश जिन्दाभर बसिन्न आइभयो त्यसले गर्दा कसो हुने भयो कि जो बाहिरतिर आउन्जेसम्म भयो काम गर्नेसम्म हुने भयो म काम गर्दा छाडिन्छ त नै भने हुने उनले त तपाईँलाई यतिर आफ्नो गाउँघरतिर तपाईँलाई मतिर काम त गर्दा छाडिहाल्यो नि त बजिके अब उहाँ गाउँतिर खारातिर होइन भैँसावाला चाहिँ कसैले नपाउने पाले अब त एक डिब्बा घी ल नपाइने हो क्या अब भयो भने त अब ठिक गऱ्यो भने के भयो कि अब काहे नागद्दो भनेर छाडेले बनाउन कि त्यसले गर्दा के हुने भयो भोलि समाजमा जो हाम्रो उमा भलो एकातिर के हुने भयो परनिर्भरता हुने भयो कि आफ्नो त उत्पादन त नआयो भने त हामीले त साग हरियो खुर्सानी किन्न बस्यौँ टमाटर किन्न बस्यौँ प्याज किन्न बस्यौँ त्यही पाछा हामीले आफूले त के गऱ्यौँ त नआयो नि त स्वयं गयो विदेश गयो अथवा इन्डिया गयो त्यहाँ गयो त्यहाँबाट ल्यायो आयो बजारबाट किन्न लज अहिले अझ हिसाब त बराबरै भयो अझ
त बाछा त खकिन्छ किन अब चाहिँ बुढेसकालमा पछि त नआयो भने त त्यो त नमा बचत भएर हो तसो भयो कि त्यसले गर्दा राम्रो छ अगाडिभन्दा अहिले धेरै राम्रो भइएको छ होइन सेवा सुविधादेखि लिएर मान्छे शिक्षित भएको छ सबैतिर हस्पिटलदेखि बाटोघाटो भनौँ न गाडी खारामा अब त पिच हो कि होइन एम्बुलेन्स बिरामीको हस्पिटल जाने एम्बुलेन्स छ उहाँलाई बाह्रसम्म स्कुल छ अस्पताल छ होइन राम्रो छ यही साथसाथै यो विकृतिलाई आएको छ क्या त्यसले गर्दा के भयो कि अब अलिकति बुझ्यानले होइन समाजलाई अब तमरा ती उनले जो विदेश अथवा इन्डिया अथवा अन्तर्ज्ञानहरूलाई जो केही समय गरेर आफ्नो उयोबाट व्यवस्था लगाएबाट होइन आफ्नो गाउँघरतिर अथवा जहाँ भ्याएर आफूले गरिगएबाट भोलि दिगुलो भने भयो आफ्नो काम छाड्नु नभयो कि मेन कुरो जसले जे त्यो गोद्दु भयो क्या हुने भयो क्या जो तमरा मनाए हो भने नानु हुन्छ काम गर्दै छाडिगएबाट हुने त नै भने जो तमरा कोरियातिर हेर जापानतिर हेर चाइनातिर हेर 80 वर्ष 90 वर्ष बुढोलाई न्यारा काम गर्दा कि आफ्नो काम गर्दै भयो क्या हाम्रो यतातिर के भयो खुर्सानी लान छाडे भयो क्या प्याज लान नै भयो नगर्दै भने एक गाई पाल्ने नै भयो भैँसा पाल्ने नै भयो जे भोलो कहाँ हुने भयो हुने नै भयो कि तपाईँ पढ्ने बेला चाहिँ बाहिर कमाए त यो यहाँ सामान्य खर्चमा सिद्धिले बचत त जिरो हुने भयो क्या त्यो हिसाबले समग्र देशको अवस्था यो हो र हाम्रो समाज हाम्रो गाउँघरतिर धेरै भयो छ कि त्यही हिसाबले जो खर्च चाहिने ठाउँमा खर्च गरिदियो तर खर्च घरन ठाउँमा घटाइसक्यो अलिकति बचत गरिसक्यो बच्चालाई गरिसक्यो आफ्नो काम गर्दै नछाड्यो होइन त्यो गलत हो भयो कि त्यसले यो बर्थडेमा वर्ष वर्ष त 6-7 चेलाची दिनु त 6-7 चाहिए 6 बागरा 6 चेलाची दिनु त यही बालिका वर्ष चाहिए आउनु चाहिए छ समाजमा त्यसले के हो हुन सक्दैन त गद्दी भयो होइन नसक्दैन त बिचारा ल बनान पर्ने अवस्था नाना उदिन कहिले बर्थडे बनायो भने म बाकोर लकाट भन्नु अति मन लाग्छ बाकोर लकाट भन्ने मन लाग्छ बर्थडे बनायो त्यो सबले बनाइले बाकोर काटे भए उदुले दहरा नखाइदिने खाने बाकोर काट त नै हो जना कसैले रमाइलो लागेको चाहिँ ठिक भयो तर कसैले कर गरेबाट होइन त्यो गद्दी नै भयो र गद्दिनले जो आफ्नो मेरो विचारमा जो गाउँघरतिर आलान ल आफ्नो कामको त छाड्नु नै भयो के हो नाना काम नगरेबाट हुने भयो त बाख्रा पाल्नु भयो भैँसा पाल्नु भयो जो तपाईँको नान गाई पाल्नु भयो न घिउ दुधको साग पाल्लान भयो खाने गुजरा होला त अनि सागपातालाई किन्नु भ्याबाट होइन सुबह किन घरभित्र घरभित्र भरि गएर माउ भ्याबाट उहाँ एक किसिला नेपाल गएबाट कसैले नै बेला घरको नै भने चाहिँ बाहिरबाट आए चाहिँ कति नै चिज ठुलमा कसैले पूर्ति गरिदियो भने तपाईँहरूलाई हामीले काम के भयो कि जो जे आफ्नो काम होइन आफूलाई खानालाई सके बेच्छु बनाउनु ल होइन नतन्ने आफू खाना चाहिँ बनाए गएबाट त्यो जो किन्नु नै भ्याला बचत भयो कि त्यो साग तरकारी नकिन्नु भ्याबाट बचत हो नि त्यो भने त तसो हुने भयो कि अन्त हुने भयो मैले जो काठका महिनाबाट काठका मौसम 4 महिना हो कि जो कुन चाहिँ चाहिने चिज किन्ने भए हरियो सागपात नआइपुग्ने 3-4 महिना भयो क्या जो धनियाँ भयो लसुन भयो रायो भयो पालङ भयो मुला भयो सब भयो क्या यसले के भयो किन्यो भने उनी भ्यो भने नकिन्ने भएला बचत त भयो नि तर भयो पैसाले आफ्नो काम होइन गर्दै छाड्नु नै भयो कसो समाज त्यसैले समाज राम्रो कुरा सँगसँगै नराम्रो कुरा बनाएको छ तपाईँले राम्रो भएछ धेरै कुरा यही सँगसँगै अब अलिकति चेतना शक्ति अलिकति सबैले बुझ्दै क्या समाज अगाडिका धेरै सजिलो छ यो सँगसँगै भोलि हाम्रो समाजलाई अन्त्य समाज हो अगाडि बढ्ने हो न त के भने आफ्नो काम गर्दै छाड गएबाट बाहिरबाट आउने चिज लगाएर गएबाट भोलि समस्या आउने हो कि त्यसले गर्दा त्यसैले आफ्नो काम गरिराख्नु पऱ्यो आफ्नो काम छाड्नु नआयो मान्छे जति काम गऱ्यो जति गऱ्यो तति प्रगति हुने त हो नि खालि सेबाट गफ मात्रै गरेर टाइम पास भने हाम्रो खाडीतिर त बढ्दा दोकानमा गयो बिहान गयो टाइम पास भने दिनभर बस्यो बाजेर आयो टाइम पास गर्दै भन्यो होइन व्यवस्था गरिबेटका छन् तसो भयो कि को त्यो व्यवस्था गरिबेट भयो ठिक भयो होइन अब उनले जल उगऱ्यो अरूले तसो हुने भयो क्या हिसाबले तसो छ धेरै कुरा राम्रो लाग्छ नि तर के कुरा नराम्रो भएको छ आशा गरौँ अबका दिनमा राम्रो होस् सबैको चेतना शक्ति को विकास होस् अरू के भन्नु छ त ना केही नै ल